आजबाट मैले मिनी भ्लग बनाउन छोड्नेवाला छु। यो मिनी भ्लग चाहिँ आजको लास्ट मिनी भ्लग हुनेवाला छ, कारणले छोड्नेवाला छु। त पाउनको लागि फुल मिनी भ्लग हेर्नु होला। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आयो बजारहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै। छाको भिडियो मात्रै के हाल्नु भनेर यहाँ उठेर खेततिर गए। रोपाई गर्नको लागि खेत त तयार पार्न पर्यो। अब त असार पनि लाग्न थाल्यो। बिहान पानी आउँछ जस्तो छ। यहाँ पानी आउला जस्तो गर्छ, दिउँसो तरकारी पाक्दा जस्तो पोल्छ। मम्मी चाहिँ अगाडि गइसक्नु भयो। म चाहिँ लुगा सुगा धोएर केरा खाएर भर्खर जाँदैछु। मौसम यता त पानी आउला जस्तो गरेछ, तर दिउँसो त्यही हो, फेरि घाम लागेर हैरान गर्छ। खेतमा जाँदै गर्दाखेरि यता भेनाले जोत्दै हुनुहुँदो रहेछ। भेनालाई बुढो देखिए पनि काम चाहिँ गर्नुहुन्छ जे होस्। म चाहिँ आफ्नै टालमा चाहिँ खेतमा पुगिसके। आमाले चाहिँ यता ढुङ्गा बोक्दै हुनुहुँदो रहेछ। मम्मीले ल्याउनु भएको ढुङ्गा यहाँ लगाउनु पनि हुन्छ अलि। मम्मीले ढुङ्गा बोक्नुहुन्छ, म चाहिँ अलि लाउँछु। दालो पनि रेडी छ। राङ्गीले भिडियो मात्रै गराउँदैन, काम पनि गर्छ। मेरो भिडियो मन पर्छ कि पर्दैन कमेन्ट गर्नु होला। मेहनत गरे अनुसार यसको फल पाइरहेको छैन मैले। भ्युज आउँछ 2-3 भ्युज हेर्दा चाहिँ भिडियो पनि गराउन मन लाग्दैन, कारण मिनी भ्लग गराउन छोड्दैछु म चाहिँ। मेरो अन्तिम मिनी भ्लग हुनेछ। खेतको आली चाहिँ गराएर पनि सकियो। जब खेतको आली गराएको पसिना त खलखल्दै बग्छ त। मौसमको त भरै नहुने। अघि न भर्खर पानी आउला थियो, अहिले भर्खर घाम लागिसक्यो। उतापट्टिको आली पनि रेडी भयो। काम गर्दा पनि पसिना आउँछ। म चाहिँ हात खुट्टा धोएर घर जानुपर्ने हुन्छ। मम्मी चाहिँ अलिक बाटो जानुहुन्छ, म चाहिँ हात खुट्टा धोएर स्कुलतिरबाट घुम्दै जान्छु। खुट्टा धोएर पनि हावा खाँदै घर जाँदैछु। पारी चाहिँ ढलान चाहिँ पुरा बाटो पनि रेडी हुँदैछ बाटो। यो स्कुल चाहिँ मैले पढेको स्कुल हो। म पढ्दा कस्तो थियो, अहिले यस्तो। स्कुलमा को पढ्नु भयो प्लिज कमेन्ट गर्नु होला। गर्दा गर्दा घर पनि आइपुगे। भित्र गएर मम्मीलाई हेरेको, मम्मी त अगाडि नै आइपुग्नु भएछ। भित्र गएर चिसो पानी निकालेर खाए। साथीहरु भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ बाइ।